गाइस दिस इज मिस्टर गलेबुरो सबैलाई स्वागत छ हजुरलाई मेरो अब नयाँ भिडियोमा हामीसँग हुनुहुन्छ आज मनिष सर हामी सादा सर हुनुहुन्छ ल स्कुटरमा बसिरहेको छन् उनीहरू चाहिँ ल आजको बुलेट होइन ल बुलेट हेरिन्छ गाइस ल अब एकैटा म वेलकम टु त्रिस्टाबाट भएको छ ल हजुर के भन्नु आज के भन्नु न अन्त के भन्नु गाइस ल अस्तिको थकाइले हिजो निद्र नपुगेर कस्तो गोरो देखेको यस्तो चाहिँ गोरो देख्यो यसरी कालो देख्यो किनकि यता लाइटिङ पऱ्यो नि त त्यसरी बोल्नु पर्ने हिला गर अब अस्तिको राइटको गुनासो पुग्थ्यो होला धोके छैन बाइक यार 3 बार धोछ यार कहाँ यही हो त बोला ओ बाइक अरू अस्तिको बाइक हो है गाइस अस्तिको बाइक हो है गाइस यही हालतमा रहेछ ल एउटा ल धोको नरहेछ स्टकमा त हालिदिनु भयो सब्जीले ल चालिन्छ त दामी लगेर एकपल्टको गोली स्टारलाई खेल खाइदिनु छैन भयो सर यार भयो ल दादाको बाइक भइसकेको छ अब ब्याट्री सेट्री चेन्ज हाने हानेको रे डिस्प्याडहरू यो बेरिङ सेरिङहरू हो मजा आयो बनाउन आएको केटा बाइकर सुकाएर यो देखिरहेको छ अहिले चाहिँ यस सानो सर्भिसिङ र अनि चाहिँ ब्याट्रीहरू डाउन भएको थियो अनि ब्याट्री चेन्ज गर्नुपर्छ भन्दै गऱ्यो अनि ब्याट्री चेन्ज गरेँ ल लङ टाइम पछि सादा भाइ भेटिसकेको छ मेरो भाइलाई छ्याहरूको त फेरि राजा सुत्न यहाँ सुत्न कति गोरु देखेको हेर नि क्यामेरामा हेर्न आऊ त्यहाँ हेर न है क्यामेरामा अर्कै क्यामेरामा अर्कै गोरु देख्यो यसलाई इन्स्टामा हेर न कस्तो स्क्याम देखेको अनि हेर न रियलमा कस्तै उस देख्यो भने रियलमा झन् गोरु छ है यतिको चाहिँ हल्का उस मात्र हो रियलमा झन् यो गोरु सालमा पनि कालै देखिरहेको यार बाइक चाहिँ भइसक्यो कि सायद है ल अब भइसक्यो हामी जान्छौँ Falcon is coming to our room. Vampire देखे हैन उसके स्पट तो ये ओडा ही स्कैम देखे ल ये लास्ट गोरो देखे इसमें यार आवाज दे रहा ना मैं आवाज डाल देना आवाज पियाली ग्रास में सास डाले भी कटा है ल बुलेटमा पाउँछ कि पाउनु न बुलेटमा पाउँछ नि पाउँछ बनाउन चाहिँ मिल्दैन नि फेरि बनाउन त कानुनले दिनु हुन्छ पैसा लाउँछ भने पनि महँगो लाउँछ महँगो लाउँछ रुई चाहिँ पाउँछ फेरि रुई चाहिँ पाउँछ लगेर यसमा घलेकोमा चाहिँ फेरि ग्लास फुल होइन फेरि बबाल रुई हो बल रुई त्यो रुई किन्नलाई फेरि बुलेट हपमा लगेर त्यो रुई चाहिँ कहाँ साँच्ची त्यही छोड्छ इन्डिया भइसकेको छ है अब त्यति त्यति नयाँ हालेको रे अब हेर्नु त केमा के फेरि मैले चाहिँ यहाँ मैले एयर बेरिङ यसमा आयो कि यो थाहा आएन मलाई होइन ब्याट्री मोबिल अनि सर्भिसिङ यति आएको छ बिल चाहिँ है केटा हो यस्तै भयो होला केटा अब घरतिर जान्छु कि कतातिर जान्छु म यार नाइस झारेर जाएको छ के अरे यसलाई हो कि स्क्याम देखेको यार स्क्यामर भयो यार हेर्नु न असम्मै देखेँ यसलाई हजुर यसलाई त गोरो देखेँ होइन यसलाई हो बिलाई ल पुलिस स्टार देखा ल भर्खर धोएको थियो अब हल्का अब उस्तै गर्नुपर्छ ल लगेर दाम देखिराख्यो ल अब मैले बुलेट लिन्छु कि अब यही लिन्छु अब थाहा छैन एकटा मैले बेच्न त बेचिन्छु हो तिमीलाई चाहिएमा डिएम गर है ल तिमी घर गएर बोल्छु म लगेर यहाँ निस्किन्छौँ अब हामी बाबा ल भातमा गाइस ल आज एबीले भात खान आएको छ हालेछ ल एटिट्युड किङ ल आजकल भाउ खोज्नेलाई यसले चाहिँ आजकल ल गाइस आज यस्तो कुरा आएको
त्यो उसमा जोडिन्छ कि डट बाइक बनाएकोमा जोडिन्छ कि बाइक चाहिँ अब सेल गर्नु पऱ्यो गाइज है त्यो राम्रो कन्डिसनमा अब तिमीलाई चाहिन्छ भने डिएम गर होइन जस तिमीलाई अब देखाइन्छ सब देखाइन्छु के पार्ट्सहरू छ मेरो त्यस पहिलाको भ्लगमा पनि देखाएको हेरेँ मैले होइन तर यो भ्लगमा पनि देखाइन्छु त्यस यो भ्लग उसो हुनु पऱ्यो नि त बाइक सेलको बारेमा हुनु पऱ्यो नि त त्यस लुक्स त यस्तो देखिन्छ गाइज यताबाट कलर यस्तो देखिन्छ ल गाइज बाइक चाहिँ सेलमा है लगेर हो यस्तो लुक्स छ बाइकको चाहिँ सबै सिएनसी पार्ट्सहरू सबै अभाइलेबल मेरो बाइकमा हजुरले चाहिएमा डिएम गर्नुलाई ल बाइक चाहिँ यस्तै हो केटा हो है ग्राफिक्सहरू यस्तै हो होल ग्राफिक्सहरू चाहिँ अनि चाहिँ मैले तिमीहरूले देख्यो होला मैले बिल्सहरू देख्यो होला तिमीले के बनाइहाल्छ अनि चाहिँ ब्याट्रीमा नयाँ हालेको अब के माइनर प्रब्लमहरू थियो त सबै देखाएको नि मैले लाइट चाहिँ बाजा हुन्छ कि बेजा हुन्छ यसलाई अब यस्तो छ है अब ओरिजिनल हो कि कतिमा किनेको त थाहा भएन मलाई त्यस्तो देख्छ है लगेर होलोग्राफिक्स चाहिँ तिमीहरूले होलोग्राफिक्स मन पर्नु नपऱ्यो अब त्यो अब फेर्ने केटा हो तिमीहरूले नाम मात्र हो मेरो यो मात्र हो तिमीले यो हटाएर अर्को हाल्यो नि हुन्छ तिमीहरूले चाहिँ आवाज ढिला छ है केटा हो यो वान टाइप केटा वान टाइप पनि हुन्छ है केटा लाउड बाइकको भिड आवाज लाउड छ है ल यस्तो हो केटा है योहरू छ यो निब्बीको यो के भन्छ यसलाई के छ निब्बीको कार्बोरेटर होइन अनि चाहिँ यो यसले चाहिँ पावर बढाउँछ भनेको अरे अनि चाहिँ अब यो हिमसनको यो कभर छ यो यो पनि यो चाहिँ लास्टिङ महँगो पर्ने रहेछ केटा है यो चाहिँ लास्टिङ महँगो पर्छ सबै यस्तो केटा हो सिएनसीको पार्ट्सहरू सबै छ लोडेडै छ तिमीहरूले अब बाइक बेसी केही खर्च गर्नुपर्ने गाई चाहिँ अब तिमीहरूले अब प्राइसहरू घटाउनु भने होइन मेरो प्राइसमा भन्यो भने चाहिँ तिमीहरूले म फक्स क्यान्डिड पनि दिन्छु मैले धेरै भएन किनेको मैले खासै लाउनु लाउनु जस्तो एस्टिमा लाएर हिँड्छु किनकि मैले अकस्मकस हुन्छ क्या अनि चाहिँ राइड जानेलाई मात्र मैले युज गर्छु मैले यो अनि चाहिँ अब सबै यस्तै छ यो मिरर यस्तो भयो टक्क मिरर यो भयो यो तारहरू पनि अब सिएनसीको आइगयो यस्तो है मलाई यस्तो खासै नलेज छैन गाई चाहिँ अनि चाहिँ ब्याट्रीको पनि वारेन्टी हो के भयो भने चाहिँ मलाई प्रब्लम भने चाहिँ मैले के भयो भने चाहिँ प्रब्लम होइन तर यो छुट्टिएको छु होइन के भन्नु भयो भने चाहिँ मैले यो ब्याट्री हाल्यो अनि चाहिँ भ्यानमा हाल्दा नि कतै मैले स्टार्ट गर्नु त अब भ्यानमा होइन त्यस पछि नै त्यस्तै मैले 2 दिन 3 दिन पछि स्टार्ट गर्छु नि त अनि चाहिँ त्यही भएर चाहिँ स्टार्ट भएन क्या झाप्पै स्टार्ट भएन क्या त्यो चाहिँ प्रब्लम छ मैले चाहिँ दाइलाई सोधेको थिएँ आधा गरेर सोधेको थिएँ के भयो भने चाहिँ राम्रो कुदाउ भाइ त्यसपछि भयो भने चाहिँ वारेन्टी आएको छ त्यसपछि चेन्ज गराउनु लाग्छ त्यो प्रब्लम होइन भाइ चाहिँ त्यो ब्याट्री इस्यु आउँछ भने त्यो चेन्ज गरिदिन्छु मैले त्यो वारेन्टी खान्छ किनकि लगाइदिन्छ ल यही हो बाइक चाहिँ अब तिमीहरूले देखिसकेको होला यस्तो छ यो सिएनसीको साहरू हो टायर पनि न्यू छ हेरकेटा हो न्यू अब तल आइके अब न्यू त अब अगाडिको न्यू नै केटा है अब यो चाहिँ के को हो यो पनि अब छ त है सिएनसीको पार्ट्सहरू होइन अनि यो अब यस्तोमा चाहिँ अब सिएनसीको के हो यो नटहरू भयो यिनीहरू अब केहरू यिनीहरू सिनीहरू के हो हालेको छु है अनि सिएनसीको यो मैले चाहिँ यस्तोवाला गरेको के यस्तो विल यस्तो ब्रेक चाहिँ हान्न सजिलो हुन्छ भनेर टक्क यसरी टक्कै यो केटा हो यस्तोहरू छ र तिमीलाई चाहिएमा कन्ट्याक्ट गर प्राइसको बारेमा प्राइस पनि भनिदिनु मैले 530 छ मेरो बाइक चाहिँ सेकेन्ड ह्यान्डको केटा हो तिमीहरूले हेर्दा थाहा हुन्छ किनकि तिमीहरूले सनकत गरेर हुन्छ तिमीहरूले केटा हो सनकतमा छ पेपर सनकत गरेर राखिराखेको मैले बेच्ने भनेर अब यताको पार्ट्स देखाम यताको पार्ट्समा फेरि यस्तोहरू छ सबै हेर्न सक्नुहुन्छ तपाईँ तिमीहरूले अब ट्रक्सहरू चलाइरहेको छ भने त थाहा तिमीहरूले होइन के कस्तो त्यो सेलमा छ भनौँ न बाइक सानो पार्ट्सहरू पनि फेरि राखेको छु मैले चाहिँ यस्तोहरू हुन्छ यस्तोहरू हुन्छ अब सानो पार्ट्सहरू पनि फेरि राख्छु मैले यो खासै चलाउनु न अब ब्याक टु बुलेट बम भनेको केटा
डट बेचेर चाहिँ अब ब्याक टु बुलेट हुन्छ गाई चाहिँ म है बुलेट चाहिँ तल राख्छु केटा हो मैले अब पछि अब माइन्डमा के आउँदै त थाहा भएन तर पछिसम्म चाहिँ बुलेट चाहिँ चलाउँछु केटा हो ल जस डट चाहिँ सेलमा हाँसेको केटा हो छ केटा हो ल अनि चाहिँ बुलेट डटको सामानहरू हो अरू चाहिँ के देखाउने यार यति हो मलाई यार थाहा भएको केटा हो यार अरू सबै त थाहा छैन अब इन्जिन अब यस्तै हो जस अब तिमीलाई भ्लगमा सुन्दा पनि हुन्छ केटा हो अब तिमीलाई चाहिएमा चाहिँ कन्ट्याक्ट गरेर केटा हो 5-30 सकेर त निगोसिएबल हुन्छ होइन अब तिमीहरूलाई म अब हल्का डिस्काउन्ट गरिदिन्छु नि मेरो भ्युवर्सहरूलाई होइन टक्क लाएर के हो चाहिएमा कन्ट्याक्ट गरेर केटा हो तिमीहरूले पनि अब खोजिरहेको छ होला डट होइन मेरो लियो भन्छु मलाई चाहिँ अब किनकि दुःख गर्नु पर्दैन स्टार्ट हुन्छ ट्यापको वान ट्याप अब मेन्टेन गऱ्यो भने चाहिँ राम्रो हुन्छ के अरे मेन्टेन गरेन भने त त्यस्तै हो केटा हो मेन्टेन गऱ्यो भने त खुस्टा बाइकले नै राम्रो हुन्छ नि तर मेन्टेन गरेन भने खुस्टा भयो खुस्टा राम्रो बाइक पनि मेन्टेन गरेन भने खुस्टा भयो त्यो हो कि केटा हो तर यही हो बाइक है तिमीलाई चाहिएमा कन्ट्याक्ट गर अब 5-30 हो कि केटा प्राइस है तिमीलाई म ढुक्क डिस्काउन्ट दिन्छु म लिने झन् डिस्काउन्ट दिएँ मलाई हेभी